पुरै भ्रष्टाचार फाल्ने हो, पुरै भ्रष्टाचार फाल्ने हुने, पुरै नेता फाल्ने हो। यिनलाई प्रतिपक्षमा पनि नराख्ने हो। ल आउनुहोस् बाचा गर्नुहोस्। एकपटक बहुमत चाहिन्छ, एकपटक त बहुमत चाहिन्छ। होइन समानुपातिक मात्र तिमीलाई दिन्छु, प्रत्यक्ष चाहिँ उनीलाई दिन्छु भन्नुभयो भने तपाईँ यो देशमा भ्रष्टाचार आदि मात्र सकियोस् भन्ने चाहनुहुन्छ, आदि चाहिँ राखिरहन चाहनुहुन्छ भन्ने बुझिन्छ। आदि भ्रष्टाचार बाँकी राख्ने हो, पुरै भ्रष्टाचार फाल्ने हो, पुरै भ्रष्टाचार फाल्ने हुने, पुरै नेता फाल्ने हो। यिनलाई प्रतिपक्षमा पनि नराख्ने हो। ल आउनुहोस् बाचा गर्नुहोस्। अब आउने निर्वाचनसम्ममा तपाईसँगको भेट कतिवटा हुन्छ मलाई थाहा छैन, हुन्छ कि हुन्न पनि थाहा छैन, तर मेरा कुरा यिनै हुन्। आफ्नो कुरामा अडिग छु। मैले टेलिभिजनमा कार्यक्रम चलाउँदाखेरिको पहिलो श्रृङ्खलामा बोलेका कुरा पनि यिनै हुन्। आजभन्दा 12 वर्ष अगाडि अमेरिका बस्दाखेरि म राष्ट्रको सेवक भनेर जनतालाई जगाउने काम गर्दा बोलेका कुरा पनि यिनै हुन्। म आफ्नो कुराबाट डेग हल्लिएको छैन, तल माथि भएको छैन, 1 इन्च हल्लिएको छैन। गत 15 वर्षसम्म म 1 इन्च डेग चलेको छैन। म अझै पनि राजनीतिमा सम्भवतः 10-15 वर्ष मात्र रहन्छु। 1 इन्च हल्लिनेवाला छैन। मेरो मुद्दा यही हो, म यही अडिएको छु। मलाई थाहा छ व्यवस्था परिवर्तन गरेर पनि भ्रष्ट नेता पालेको देश कहिल्यै हो लाग्दैन। पहिला भ्रष्ट नेता फाल्ने, भ्रष्टाचारी फाल्ने, एउटा वडाको भ्रष्टाचारलाई ठिक गर्न सक्ने क्षमता हामीसँग छैन भने देशको भ्रष्टाचार हामी गर्न सक्दैनौँ। त्यसकारणले हामी त्यसका लागि योग्य मान्छे बोकेर जाने हो। यतिका वर्ष भोट हाल्नुभयो, यतिका वर्ष देख्नुभयो तपाईँले। अब के हेर्न बाँकी छ र के भोग्न बाँकी छ? यस्ता भ्रष्ट नेता पाल्नु भयो भने केहीले पनि काम गर्दैन। पहिला यी भ्रष्टाचारीहरूलाई फालौ, त्यसपछि जे ल्याउने हो ल्याउला, जे फाल्ने हो फालौला। पहिलो काम भनेको यही हो।